म यसो हेर्दै थिएँ कि कुनै पनि विषयमा त्यसरी भन्नको लागि त्यो मान्छेलाई त्यो विषयप्रतिको एकदमै भित्री ज्ञानहरू हुनुपर्छ होइन बेसिकल्ली। अनि त्यो ज्ञान चाहिँ कसरी आउँछ भने मजाले पढेर भागवत के हो, गीता के हो होइन, यो कसरी बनेको हो, कसरी लेखिएको हो, यसमा के छ, अनि त्यो बाबा बनेको मान्छेहरू चाहिँ के पढेको हो, उसको ब्याकग्राउन्ड के हो, कति पढ्नु पर्ने हो त्यो बन्नलाई। अब नेपालीमा लेख्दै हुन्छ कथा, त्यो पढ्न त के गाह्रो भएर नेपाली अक्षर हो, मिठो बोली भएको मान्छेले बोलिदिन सक्छ। बेसिकल्ली साँच्ची भने मैले इमान्दारितापूर्वक भन्नुपर्दाखेरि यो भागवत भन्ने, यो ज्योतिष शास्त्र, भागवत हुन्छ नि, यो धर्म कर्म, यो पुरोहितहरूको कामहरू होइन, यस्तो कामहरूमा मैले एकदमै खतरनाक ज्ञान धेरै भएको मान्छे लागेकै देखाएको छैन कि यो फिल्डमा हो। मैले भागवत चाहिँ पाठ गर्ने पण्डितहरूदेखि लिएर ज्योतिष शास्त्रका नाम कहलिएकै ज्योतिषहरूदेखि लिएर अनि यही फिल्डमा तन्त्र मन्त्रको यो फिल्डमा खतरनाक मान्छेहरू एकदम कमै मात्र गइरहेको हुन्छ नि त त्यो फिल्डमा। अनि त्यो सामान्य मान्छे तन्त्र मन्त्र अथवा यो ध्यान अथवा यो धामी झाँक्री अनि ज्योतिष यस्तो कुराहरू पढ्न गयो भने त त्यो सामान्य भएर निस्किन्छ। केही हुनुहुन्छ है फिल्डमा, औँलामा गर्न सकिने मान्छेहरू मात्र छन्। ल यो तन्त्र मन्त्र ध्यान होइन, यो भागवत गीता, यो सबै फिल्डहरूमा चाहिँ कति जति मात्र मान्छेहरू छन् भने औँलामा गर्न सकिने जति मात्र मान्छेहरू हुनुहुन्छ कि यो फिल्डमा। मैले देख्दा चाहिँ एकदमै राम्रो मान्छेहरू चाहिँ, न त धेरै जसो मान्छेहरू जो यो फिल्डमा छन् त, मोस्ट अफ द मान्छेहरू के छन् त, उनीहरूलाई ज्ञानै छैन क्या यो फिल्डको। अनि यो फिल्डमा अनुसन्धान पनि धेरै भएको छैन। के अनुसन्धान भएको छ त? ल ज्योतिषले ल मान्छेको बारेमा प्रेडिक्सन गरिदियो होइन, तपाईँको जिन्दगीमा यो हुन्छ, यो नगर्नु, यो यसरी हुन्छ, यस्तो गर्नु भनेको छ भने त्यो कुरा सत्य भएको छ कि छैन भनेर चाहिँ कसले अनुसन्धान गरेको छ त नि? त्यो अनुसन्धान गरिएको हुनु पर्यो। अनि त्यही अनुसार ज्ञानलाई चाहिँ, ज्योतिषको ज्ञानलाई यस्तो त होइन रहेछ, हामीले त अनुसन्धान गर्दाखेरि यो निस्क्यो, त्यही भएर हामीले चाहिँ के गर्नु पर्यो त, ठगिरहेको रहेछौँ नि त हामीले त मान्छेलाई। तपाईँको जिन्दगीमा यो हुन्छ, तपाईँ यो मान्छेसँग बिहा गर्दा हुन्छ, तपाईँको जिन्दगी चल्छ